प्रकाश पुस्करजी हेलो हेलो सन्चै हुनुहुन्छ एकदम कस्तो छ तपाईलाई म नि ठिकै छु अनि आज अनि के तपाईको पर्फर्मेन्स के छ त अनि ल हुन्छ नि त एउटा गरिदिन्छु कुन गीत छ नि तपाईकै सकेसम्म चाहिँ ओरिजिनलै छ भनेपछि सुनाउनु अब कपी त के सुन्नु होइन अरूको कति कभर गर्ने यो चाहिँ मेरो ओरिजिनल गीत होइन आजभन्दा 2-3 वर्ष अगाडि लेखेको अनि यसको टाइटल चाहिँ दिन ढल्दैछ भनेर छ अनि यो चाहिँ हल्का एउटा रमाइलो माहौलमा बस्दाखेरि अनि आफ्नो कोही प्रेमिका अथवा आफ्नो कोही व्यक्तिलाई सम्झेर बसिरहेको जस्तो मैले जे गर्दा नि तिमीलाई नै देख्छु होइन दिन ढलिरहेछ साँझ पर्दैछ तिम्रो याद आउने बेला भयो अब तिम्रो याद आएपछि तिमी त छैन बट वाट क्यान आई डु होइन त्यसको लागि अब हल्का केही नसाहरूको सहारा लिउँ भन्ने टाइपको एउटा हल्का रमाइलो पारेको छ होइन डोन्ट टेक इट नेगेटिभली सधैँ पनि कसको लागि लेखे होला इट्स नट लाइक द्याट तर यस्तो हुँदो रहेछ क्या अब लेखिराख्ने भएपछि सबै माहौलमा भिजेर इमेजिनेसन हुन्छ नि गीत चाहिँ यसरी हुन्छ है त साँझ पर्दैछ तिम्रो याद आउने बेला भो अब नसलिने बेला भो दिन ढल्दैछ अनि हेर साँझ पर्दैछ तिम्रो याद आउने बेला भो अब नसलिने बेला भो फाल्छु धुवा तिम्रो मुहार अगाडि देख्छु चढ्यो कि क्या हुन सहाइन अझै म ठिक छु झुम्म भाछु उडिरहेछु लोलाउँदैछु नाका निस्किँदैछन् माथि पनि बनेर भाका हे दिन ढल्दैछ अनि हेर साँझ पर्दैछ तिम्रो याद आउने बेला भो अब नसलिने बेला भो थ्याङ्क यू